नेपालको लगातार चौथो हार। उत्कृष्ट बलिङ तर फेरि फ्लप ब्याटिङ। केवल 226 रनको सामान्य लक्ष्य पनि नेपालले किन भेटाउन सकेन? आखिर नेपालको लगातार चौथो हारको मुख्य कारण के थियो? आउनुहोस् हेरौं। आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गतको खेलमा नेपाल फेरि एकपल्ट नेदरल्यान्ड्ससँग 57 रनले पराजित भएको छ। टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय सुरुमा सही साबित भयो। नेपाली बलरहरूले उत्कृष्ट सुरुवात गर्दै मात्र 30 रनमै नेदरल्यान्ड्सका शीर्ष 3 ब्याटरलाई पभिलियन फर्काए। तर त्यसपछि आएका नोआ क्रोसले सर्वाधिक 70 रन बनाए भने कप्तान स्कट एडवर्ड्सले 61 रन, लोगन बन विकले 27 रन बनाए। नेपालका लागि विशेष गरी करण केसीले 10 ओभरमा 2 मेडेन सहित केवल 30 रन खर्चेर 4 महत्त्वपूर्ण विकेट लिए। दिपेन्द्र सिंह ऐरीले 2 विकेट तथा ललित राजवंशी र हेमन्त धामीले एक विकेट लिएपछि नेदरल्यान्ड्स 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रनमै सीमित भयो। 226 रनको लक्ष्य पछाउन आएको नेपालको सुरुवात भने निकै निराशजनक रह्यो। ओपनर कुशल भुटेल पहिलो ओभरमै डकआउट भए। त्यसपछि आसिफ शेखले 38 रन, कप्तान रोहित पौडेलले 26 रन बनाएर इनिङलाई सम्हाल्ने प्रयास गरे। तर मध्यक्रमका ब्याटरहरू लगातार सस्तोमै आउट हुँदा नेपाल दबावबाट बाहिर निस्किन सकेन। अन्तिमतिर करण केसीले 23 रन जोडे पनि त्यो पर्याप्त भएन। नेदरल्यान्ड्सका काइल क्लाइनले 3 विकेट लिए भने ज्याक लायन कासे, रोल्फ भन डर मेरबी, लोगन बन विकले 2 विकेट लिए। अन्ततः नेपाल 48 ओभरमा 168 रनमै अल आउट हुँदा 57 रनले पराजित भयो। उत्कृष्ट बलिङ हुँदा पनि नेपालको ब्याटिङ नचल्दा फेरि एकपल्ट निराशजनक हार भयो। पहिला के लाग्छ? नेपाली टोलीको बारम्बार दोहोरिने ब्याटिङको समस्याको समाधान के हुन सक्छ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक शेयर गरेर क्रिकेट सम्बन्धित अपडेटका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।